तपाईँहरूले देख्नु सक्नुहुन्छ यो मान्छे चाहिँ नि 2 घन्टा भइसक्यो फोनमा बोलेको होइन अब चाहिँ म गएर अलिकति भए पनि दग्दिदिनु भनेर सोचेको होइन र दग्दिदिनु पऱ्यो अब यो मान्छेलाई ल के कसो हुँदो रहेछ तपाईँहरू हेर्नुहोस् भिडियोसम्म लास्टसम्म बनिरहनुहोस् होइन म हेर्नु पहिला चल ओइ भाइ ओइ भाइ कोसँग बोलेको फोनमा भन्दा हजुर किन त तपाईँलाई कोसँग बोलेको भन्न किन फोन राख्दा भाइ किन चाहिँ भन्नु तँले हेर त भाइ झारहरू गोडेर रातै पारिसक्छ भाइ के गर्नु भन् तँलाई दिमाग खराब भएको एकछिन पर्खाउ गर्दैछु यो फोन कसको भाइ भन् त किन फोन चाहिँ कसको हुन्छ मेरै हो देखा त पछि देखेन मजा आया अरे यो फोन त कसको भन्दा भाइ मेरै हो नि त ल मेरो हातमा भएपछि चाहिँ कसको हुन्छ बात त सही है तँ यहाँ कतिपल्ट भयो भने त भाइ यहाँनिर यो डाँडामा त्यस्तै 12 खेप जस्तो भयो 12 खेप यहाँनिर के देख्छ मलाई त यहाँबाट हजुर यहाँबाट त अब सबै प्रायः त सबै देख्छ होइन मैले चाहिँ देखेको मजाको देखेको भनेको अहिलेसम्म यो टिस्टा भयो कञ्चनजङ्घा है भ्यू पोइन्ट देखेको अर्को देखेको छैनस् अर्को देखेको छैन नि त कतिपल्ट भयो अरे अझै 12 खेप 12 खेप है तैँले यत्रो 12 खेपमा पनि एउटा चिज नोटिस गरेको छैनस् है एउटा जग्गा के चाहिँ त यहाँ चाहिँ अर्को भ्यू पोइन्ट पनि छ यहाँबाट देख्छ अब नदिनु न यहाँ आइज त यहाँ उभि त यहाँ उभि भाइ यहाँबाट हेर त ऊ पर डाँडा देखिस् हो बिजुली घर छ नि भक्कु कुन चाहिँ परको देखिस् यो त उयो हो नि परको लाट त होइन त यो त्यहाँनिर अलिक माथिनिर छाना देखिस् त्यो रातो छाना टुप्पोमा रातो छाना त्यो तलको पुरा छ नि त कि कहाँको माथिल्लो भन्नुभएको माथिल्लो टावरको टुप्पोमा होइन टुप्पोमा यता मुनि त्यहाँनिर रातो छाना देखिस् रातो छाना देखिस् अब सुँगुरले जुन हेरे जस्तै हेरिबस्छ भाइ टल ल भाइ देखिस् होइन त्यो रातो छाना देखिस् अब सुँगुरले जुन हेरे जस्तै हेरिबस्छ भाइ टल ल